Hello everyone, welcome to my channel Gia Mart Aries. Ani with this beautiful background on here. I'm here. So as you can see, I'm wearing this beautiful top which is in white and yellow. Isn't it pretty? So in this video I'm going to teach you how to make this. How to crochet this top. It's been so long that I haven't posted any video about the tutorial. I have been posting some shorts, but not the tutorial. So I am back with this my unique top, and let me tell you, this top is designed and created by me. So I'm going to name this top as Gia's crisscross lace top. So if you ever wondering why this top has the longer name, so this is my top, so I'm going to name it as Gia's crisscross lace top because it has crisscross in the front and as well in the back. So yeah, यो टप चाहिँ मैले बनाएको हो अनि म यो टपलाई चाहिँ जियाज क्रिस क्रस लेस टप भनेर भन्न जाँदैछु. एज आई अलरेडी सोड यो टप चाहिँ अगाडिबाट पनि क्रिस क्रस छ अनि पछाडिबाट पनि क्रिस क्रस छ अनि लेस टप किनकि यसमा लेस छ. यो टप चाहिँ बनाउनलाई एकदमै सजिलो छ. म एकदमै चाहिँ भन्दिनँ किन भन्दा हल्का ट्रिकी पार्ट पनि छ यसमा, तर एकदमै अरू टपहरू भन्दा स्ट्रगल छैन. यसमा डबल क्रोसेटको पार्ट हो अनि यो चाहिँ दुइटै सेम कलरले बनाउँदा पनि हुन्छ, नत्र भए दुइटै डिफ्रेन्ट कलरले बनाउँदा पनि हुन्छ. मैले चाहिँ यो टप बनाउँदाखेरि व्हाइट र येल्लो इमेजिन गरेको थिएँ, त्यही भएर मैले चाहिँ व्हाइट र येल्लो बनाएको छु. एज यु क्यान सी दिस क्यान गो विथ द समर अर एनी अदर वेदर, तर विन्टरको लागि चाहिँ यो पर्फेक्ट नहुनसक्छ किन भन्दाखेरि यसको ओपन ब्याक छ. So but for the summer it is going to rock. If you are planning to wear a crochet top for your upcoming events but you have got less time, then this is the best design for your event. So किन भन्दाखेरि यो ड्रेसलाई थोरै टाइम लाग्छ बनाउनलाई अनि बनाउन पनि सजिलो छ. तपाईलाई क्रोशे गर्न आउँदैन भने पनि यो ड्रेस चाहिँ अरूसँग कस्टमाइज गर्दाखेरि पनि धेरै टाइम नलाग्ने भएकोले सायद अरू जसले अर्डर लिनुहुन्छ उहाँहरूले पनि अर्डर रिजेक्ट गर्नुहुन्न किन भन्दाखेरि तपाईँलाई छिटो चाहिए पनि यो ड्रेस चाहिँ छिटो नै रेडी हुनसक्छ. यो टप चाहिँ कुनै पनि बटमसँग पेयर अप गर्न मिल्छ. सर्टवाला स्कर्ट, लङवाला स्कर्ट अर द मिडियम वान. अनि त्यसपछि आएर हामीले सर्ट्सहरूमा पनि युज गर्न मिल्छ यो टप. अनि सिमिलरली एज यु क्यान सी मैले चाहिँ सरी फर द्याट. सो एज यु क्यान सी मैले चाहिँ लङ जिन्ससँग पेयर अप गरेको छु अनि यो टप चाहिँ जुन कलरको बटमसँग पनि फिट हुन जान्छ. अनि तपाईँहरूलाई कुनै पनि दुईवटा ड्रेस जस्तै कलर मिलाएर ड्रेसअप गर्ने बानी छ भने दुईवटा फिटसँग पर्फेक्टली म्याच खान्छ. एज इफ यु आर गोइङ टु मेक दिस टप इन मल्टी कलर लाइक त्यो कुनै जुन धागो हुन्छ नि जुनमा चाहिँ सबै कलर अलरेडी मिक्स भएर आउँछ त्यसमा पनि एकदमै राम्रो हुन्छ. तर सकेसम्म चाहिँ यो ड्रेस चाहिँ त्यस्तोवाला कलरवाला धागोमा चाहिँ नबनाउन सजेस्ट गर्न चाहन्छु किन भन्दाखेरि त्यो हल्का छिर्किमिर्के भएर यो लाइन नै डिफ्रेन्ट बन्न जान्छ. त्यसैले सकेसम्म चाहिँ कि दुइटै सेम कलर अथवा कि दुइटै साइडमा एक एउटा डिफ्रेन्ट कलर त्यसरी गर्दा बेटर हुन्छ. अनि कि नत्र भए अलिकति पार्ट एउटा कलर अर्को पार्ट अर्को कलर गरेर एन्ड गर्दा पनि एकदमै बेटर हुन्छ, तर नट द्याट मल्टी कलरवाला धागो. So let's get into the video and learn how to crochet this Gia's crisscross lace top. एउटा स्लिप नट बनाउन जाँदैछु. स्लिप नट अनि स्लिप नटपछि चाहिँ म फाउन्डेसन चेनको लागि चाहिँ टोटल 53 वटा चेन बनाउन जाँदैछु. 1 2 3 4 5 6 7 8 9 10 यसरी नै टोटल 53 वटा चेन बनाउन जाँदैछु म.
टोटल 53 वटा चेन भएको छ। टोटल 53 वटा चेन मेजर गरेर हेर्दा चाहिँ मेरो टोटल 7 इन्च जति भएको छ। तपाईहरुले पनि यही अनुसारको लेन्थको चेन बनाउन सक्नुहुनेछ यदि तपाईले 32 अथवा 34 साइजको लागि बनाउन जाँदै हुनुहुन्छ। मैले पहिला पनि भनिसके यो ड्रेस चाहिँ क्रिस लेस टप भएकोले धेरै बडी साइजलाई पनि फिट हुन जान सक्छ। त्यसैले यो 32 देखि 35 सम्मलाई मजाले फिट हुन आउँछ यो वाला मेजरमेन्टले। हामीले टोटल 53 वटा चेन बनाइसकेका छौँ। ल 53 वटा चेन बनाइसकेपछि चाहिँ रो 1 मा हामी के गर्छौँ भन्दाखेरि एउटा फर्स्ट स्टिच चाहिँ स्किप गरिदिन्छौँ। यो जुन फर्स्ट स्टिच छ त्यसलाई चाहिँ हामी काउन्ट नगरिकन छोडेर त्यसबाट स्किप गरेर सेकेन्ड स्टेजमा डबल क्रोसेट बनाउन जाँदैछौँ। अहिले चाहिँ मेरो हातमा थोरै पसिना आएको भएर यो धागो नै खस्रो भएको छ र हल्का साउन्डहरु पनि आइरहेको छ, त्यसैले माफ गरिदिनु होला। सो डबल क्रोसेट बनाउन जाँदैछु म। यसरी डबल क्रोसेट एउटा चेन स्किप गरेर मैले डबल क्रोसेट बनाएको छु। यसरी नै जुन बाँकी स्टिचहरु छन् त्यसमा पनि डबल क्रोसेट बनाउनु पर्छ। अलिकति मैले डबल क्रोसेट बनाइसकेको छु। यो हल्का काम गर्दाखेरि यतिसम्म देखिएको छ भने म बाँकी यतासम्म डबल क्रोसेट बनाएर यतासम्म पुगेपछि देखाउने छु अगाडिको प्रोसेस। यो फर्स्ट रो कम्प्लिट गरिसकेपछि चाहिँ प्रोजेक्ट यस्तो देखिएको छ भने मेजरमेन्ट गर्दाखेरि टोटल 7 इन्च सम्म आएको छ। अनि सेकेन्ड रोमा भने चाहिँ हामी सिम्पल तरिकामा बुझौँ। इच एन्ड एभ्री रोमा चाहिँ हामीले एउटा चेन लिनुपर्छ। त्यो चाहिँ टर्निङ चेनमा काउन्ट हुन्छ अथवा यो चाहिँ के भन्छ हाइटको लागि मात्रै हो। ल सेकेन्ड स्टेपमा चाहिँ अथवा सेकेन्ड रोमा चाहिँ हामी फेरि डबल क्रोसेट बनाउन जाँदैछु। यो जुन फर्स्ट लुप हुन्छ यो यसमा हामी डबल क्रोसेट बनाउन जाँदैछु, तर दुईटै लुपलाई नलिकन ब्याक लुप मात्रै। यो फर्स्ट लुप यताको फ्रन्ट लुप भयो, यताको ब्याक लुप भयो, यसमा मात्रै सियो छिराएर काम गर्छौँ। त्यसको लागि हामी धागो बेरेर डबल क्रोसेट बनाउन जाँदैछौँ। यसरी डबल क्रोसेट बनाउँछौँ। सबै इच एन्ड एभ्री प्रोजेक्ट चाहिँ हाम्रो ब्याक लुपमा मात्रै काम हुने भएकोले यो प्रोजेक्ट चाहिँ फुल प्रोजेक्ट नै ब्याक लुपमा गर्छ। सो यसरी देख्न सक्नुहुनेछ यो जुन बुट्टा छ यो चाहिँ ब्याक लुपमा काम गरेको भएको र पछाडिपट्टि उल्टापट्टि यस्तो देखिएको छ भने यो यता यस्तो देखिएको छ। सेकेन्ड रो चाहिँ कम्प्लिट हुन लागेको छ र मैले लास्टको लुप चाहिँ बाँकी राखेको छु, किनभने यो लास्टको लुपमा चाहिँ हामीले ब्याक लुपमा नभइकन फ्रन्ट लुपमा पनि डबल क्रोसेट बनाउनु पर्ने हुन्छ। त्यसैले दुईटै लुपमा सियो छिराएर यसरी निकालिदिने अनि डबल क्रोसेट बनाउने। हामीले सुरु गर्दा जुन चेन 1 लिएर डबल क्रोसेट बनाउँदै जान्छौँ त्यो सबै नर्मल भयो र लास्टको पार्टमा भने हामी ब्याक लुपमा मात्र नभइकन फ्रन्ट लुपमा पनि डबल क्रोसेट बनाउँछौँ। यसरी नै हामी टोटल 7 वटा रो चाहिँ कम्प्लिट गर्छौँ। 2टा रो हामीले कम्प्लिट गरिसकेका छौँ भने अब म टोटल अर्को 5 वटा रो कम्प्लिट गरेर हजुरहरूलाई देखाउने छु। टोटल 7 वटा रो कम्प्लिट गरिसकेको छु र मैले मेजर गरी हेर्दाखेरि यो 3 इन्च कम्प्लिट भएको छैन, त्यसैले म अर्को एउटा रो कम्प्लिट गर्न जाँदैछु। इट मिन्स हामीसँग चाहिँ टोटल 8 वटा रो हुनेछ, कुनै इन्क्रिज अथवा डिक्रिज नगरिकन। टोटल 8 वटा रो कम्प्लिट भइसकेको छ र मेजर गरी हेर्दाखेरि यो 3 इन्च पनि भइसकेको छ। 3 इन्च भन्दा बेसी भए पनि केही फरक पर्दैन। त्यसैले हामीले यति टोटल गरिसकेपछि पछिको पार्टमा भने हामी टोटल एकैवटा डिक्रिज गर्नेछौँ इच एन्ड एभ्री रोमा। मलाई चाहिँ सबैभन्दा जुन सुरुको लुप छ त्यसमा चाहिँ घटाउन सजिलो लाग्छ अथवा लास्टकोमा, तर यो पालि भने म फर्स्टमा नै डिक्रिज गर्न जाँदैछु। त्यसैले यो चाहिँ 9th रो हो।
एउटा चेन लिने। चेन लिइसकेपछि चाहिँ हामीले पहिला जुन फर्स्ट यो जुन लुपमा काम गरेको थियौँ त्यो लुपमा केही पनि नगरिकन स्किप गरिदिने अनि सेकेन्ड रोदेखि सेकेन्ड चेनदेखि अथवा यो सेकेन्डको लुपदेखि एउटा डबल क्रोसेट बनाउने अनि यत्तिकै छोडिदिने। हामीले अरू केही गर्नु पर्दैन। यसरी हामी फर्स्टवाला जुन लुप छ त्यसमा मात्रै स्किप गरेर बाँकी चेनहरूमा डबल क्रोसेट बनाउँदै जानेछौँ। फर्स्टको लुप स्किप गरेको कारणले हामीले एउटा डिक्रिज चाहिँ गरिसक्यौँ, मतलब कि एउटा चेन घटाइसक्यौँ। अब बाँकी भने हाम्रो टोटल हामीले यसमा टोटल बनाएका थियौँ 53वटा चेन। 53वटा चेनमा एउटा स्किप गरेर हामीले 52वटा स्टिच बनाएका थियौँ भने हामीले बनाउनु पर्ने भनेको टोटल 51वटा डबल क्रोसेट हो यताबाट यतासम्म। अनि फेरि यो रो सकिसकेपछि हामी टर्नओभर गरेर फेरि एउटा चेन घटाउँछौँ। सुरुको जुन यो स्टेज छ त्यसलाई स्किप गरिदिन्छौँ। एउटा चेन बनायौँ। एउटा चेन बनाइसकेपछि यो सुरुको चेनलाई अथवा यो सुरुको स्टेजलाई स्किप गरेर हामी सेकेन्ड चेनदेखि डबल क्रोसेट बनाउँछौँ। यसरी हामीले योसम्म टोटल 2टा स्टेज स्किप गरेर काम गरेका छौँ भने 2टा स्टेज घटिसकेको छ। यसरी नै हामी टोटल 7वटा स्टेज स्किप गर्नेछौँ अथवा 7वटा रोसम्म चाहिँ अब स्टेज स्किप गर्दै प्रत्येक रोहरूमा एक-एउटा स्टेज स्किप गर्दै जानेछौँ र टोटल 15 रोसम्म पुग्नेछौँ। र यसरी नै म टोटल 15 रोसम्म काम गरिसकेपछि फेरि तपाईँहरूलाई देखाउने छु। 15वटा रो कम्प्लिट भइसकेको छ र 15वटा रो कम्प्लिट भइसकेपछि मेजर गरी हेर्दाखेरि हाम्रो लगभग 6 इन्च बन्न गएको छ, तर टोटली 6 इन्च बनिसकेको छैन। र यसपछिको काम भनेको हाम्रो एकचोटि स्टार्टिङमा अनि एकचोटि एन्डमा एक स्टिच घटाउँछौँ। यसपछि चाहिँ भने राम्रोसँग अहिलेको लागि चाहिँ यताबाट थोरै मात्र इन्क्लाइन भएर आएको छ भने यसपछि चाहिँ राम्रोसँग इन्क्लाइन भएको पार्टहरू हामीले देख्न सक्छौँ। त्यसैले हामीले सबैभन्दा सुरुमा चाहिँ चेन 1 लिएर एउटा स्टिच स्किप गरेर सेकेन्ड स्टिचदेखि डबल क्रोसेट बनाउँछौँ। यो डबल क्रोसेट चाहिँ हामीले यतासम्म बनाउँछौँ भने यताको टोटल 3 अथवा 4वटा स्टेज बाँकी भएपछि म देखाउने छु। हामी चाहिँ रो 16 को एन्डसम्म आइसकेका छौँ र एन्डमा आइपुग्दा हामीसँग 2टा स्टेज बाँकी छ। मैले भनिसकेँ सुरुमा एउटा स्टेज घटाउँछौँ भने लास्टमा पनि एउटा स्टेज घटाउँछौँ रो 16 देखि। त्यसैले डबल क्रोसेटको लागि धागो बेर्ने अनि 3टा धागो हुन्छ, 3टाबाट 2टा। यसबाट चाहिँ हामी कुनै पनि काम अगाडि बढाउँदैनौँ र डाइरेक्टली फेरि धागो बेरेर अर्को स्टेपमा 2टै लुपमा सियो छिराएर डबल क्रोसेट बनाउन जाँदैछौँ। यसपछि भने हाम्रो छेउमा 3टा धागो हुन्छ, 3टा धागैबाट सियो निकालिदिने र अर्को एउटा स्टिच चाहिँ एन्डमा घटेको छ एउटा अनि लास्टमा एउटा स्टिच घटेको छ। यसरी नै हामी सुरुमा एउटा लास्टमा एउटा स्टिच घटाउँदै जानेछौँ। अबको रोहरूमा टोटल 22 रो कम्प्लिट भइसकेको छ र यो प्रोजेक्ट चाहिँ यस्तो देखिएको छ भने यो टोटलमा चाहिँ यस्तो भएको छ। सुरुमा चाहिँ हामीले टोटल 8वटा रोमा चाहिँ केही पनि इन्क्रिज अथवा डिक्रिज नगरिकन डबल क्रोसेट बनायो भने त्यसपछिको 7वटा रो चाहिँ टोटल 15वटा रोसम्म चाहिँ हामीले एक-एकवटा डिक्रिज गऱ्यौँ अनि त्यसपछिको 16 देखि 22 रोसम्म चाहिँ हामीले 2टै साइडमा एक-एकवटा डिक्रिज गरेको छौँ भने यो यसरी इन्क्लाइन हुँदै गएको छ। र यसपछिको पार्ट भनेको जुन पार्ट हुन्छ त्यो चाहिँ हाम्रो यो के भन्छ क्रिस क्रस हुने एरिया हो। त्यही भएर हामीलाई चाहिँ यसको लेन्थ चाहिँ घटाउनु पर्ने हुन्छ। त्यसैले हामी एकवटा नभइकन
3वटा अथवा 4वटा डिक्रिज पनि गर्न सक्छौँ। त्यसैले अहिलेको लागि चाहिँ म टोटल यता 2टा यता 2टा, इट मिन्स टोटल एउटा रोमा टोटल 4वटा डिक्रिज गर्न जाँदैछु, जुन चाहिँ हुन्छ एउटा यता अनि बिचमा यता र यता, टोटल 4वटा डिक्रिज गर्न जाँदैछु। सो यो चाहिँ रो 23। सबैभन्दा सुरुमा एउटा चेन लिए, फर्स्ट जुन स्टेज छ त्यसलाई स्किप गरिदिएर सेकेन्ड रोमा डबल क्रोसेट बनाउन जाँदैछु। त्यसपछि म डबल क्रोसेट बनाउँदै जान्छु। टोटल 6 देखि 7वटा डबल क्रोसेट बनाइसकेपछि भने म अर्को एउटा डिक्रिज गर्छु अथवा एउटा चेन घटाइदिन्छु। अहिलेको लागि चाहिँ टोटल 1 2 3 4 5 6 7 टोटल 7वटा स्टिच भइसकेको छ। सो क्याल्कुलेट गरेर हेर्दाखेरि अलिकति कम लाग्यो, त्यही भएर म अरू 2टा डबल क्रोसेट बनाउँदैछु। यसपछि भने म एउटा डिक्रिज भयो, एउटा स्टिच स्किप भयो अनि यसरी मैले घटाइदिएँ। अब फेरि 8वटा जति डबल क्रोसेट बनाउँछु। 4 5 6 7 अनि 8। यसरी मैले 23rd वाला रोमा यसरी योसम्म 3rd डिक्रिज भयो। यसपछि म लास्टमा मात्रै डिक्रिज गर्छु। यो स्टिचहरू घटाउनको लागि चाहिँ कुनै पनि स्पेसिफिक प्रोसेस छैन, त्यसैले सकेसम्म चाहिँ यता राइट तल र माथि अथवा यो साइडमा र यो साइडमा इक्वली हुने गरी यता मात्र नभइकन कि दुईटै साइडमा इक्वली चाहिँ हामीले घटाउँदै जानुपर्छ, जसको कारणले चाहिँ यो जुन सिमेट्रिकल मतलब कि इन्क्लाइनवाला सेप छ त्यो चाहिँ दुईटै साइडबाट इक्वल देखियोस्। अब चाहिँ म यो रोको लास्ट चेन अथवा यो स्टिच घटाउँदैछु। यो चाहिँ हो यो यसरी घटाइदिने। अब यो भनेको 24th रो हो। एउटा चेन लिए, फर्स्टको स्टिच स्किप गरेर सेकेन्ड रोमा डबल क्रोसेट बनाइदिएँ। अहिले भने मैले टोटल 7वटा जुन डबल क्रोसेट बनाएँ, 7वटा डबल क्रोसेट बनाएपछि नै म एउटा डिक्रिज गर्न जाँदैछु। यो भयो सेकेन्ड डिक्रिज यो रोको। यसपछि म टोटल 8 देखि 9वटा डबल क्रोसेट बनाउन जाँदैछु। यसपछि भने हामी फेरि अर्को एउटा डिक्रिजको प्रोसेस स्टार्ट गर्नेछौँ। म अब यता अर्को एउटा स्टिच घटाउने छु। यो चाहिँ 3rd डिक्रिज हुनेछ यो रोको लागि। यो भयो 3rd डिक्रिज। त्यसपछि फेरि डबल क्रोसेट बनाउँदै जाने, केही पनि इन्क्रिज अथवा डिक्रिज नगरिकन, जबसम्म कि हामी एन्डवाला स्टेजमा पुग्दैनौँ। अब चाहिँ एन्डको 2टा स्टेज बाँकी छ। अब फेरि हामी एउटा डिक्रिज गर्छौँ। यसरी डिक्रिज भयो। यो 24th रो कम्प्लिट भयो। अब 25th रोमा फेरि त्यसरी नै फर्स्टको स्किप गर्ने, स्किप गरिसकेपछि डबल क्रोसेट बनाउने सेकेन्ड स्टिचमा,
त्यसपछिको 6 देखि 7 वटा स्टिचमा हामी डबल क्रोसेट बनाउँछौँ अनि त्यसपछि भने एउटा डिक्रिज गर्छौँ। यति भइसकेपछि एउटा डिक्रिज गर्छौँ। एउटा पछि फेरि 6 देखि 7 वटा डबल क्रोसेट। अब भने फेरि एउटा डिक्रिज गर्छौँ। यता डिक्रिजको लागि डबल क्रोसेट बनाउने तर पुरै कम्प्लिट नगर्ने। त्यसपछि आएर 3टा दाग हुन्छ अनि एउटा यसपछि फेरि इन लाइनमा एउटा डिक्रिज गरिदिने। यो हो 4th डिक्रिज। यो भयो। अब पछि फेरि हामी यसरी नै यो रोमा पनि टोटल 4 वटा डिक्रिज गर्छौँ। यो हो हाम्रो 26th रो। सरी, यो भयो एउटा डिक्रिज। अब चाहिँ हामी टोटल 5 वटा जति डबल क्रोसेट बनाएपछि नै डिक्रिज गर्छौँ, किन भन्दाखेरि हाम्रो यो जुन पार्ट छ यो चाहिँ सानो सानो हुँदै गएको छ। अब एउटा डिक्रिज गर्छौँ। यो भयो 2nd डिक्रिज। त्यसपछि फेरि 5 वटा जति डबल क्रोसेट। अब एउटा डिक्रिज। डिक्रिज गरिदियो। अब यसपछि भने हामी फेरि लास्टमा एउटा फेरि स्टिच घटाउने छौँ। त्यो चाहिँ 4th डिक्रिज हुनेछ यो रोको लागि। यो भयो 4th डिक्रिज। देख्न सक्नुहुन्छ हामीले यो पार्ट चाहिँ एकदमै मजाले इन्क्लाइन भएर यो पार्ट र यो पार्ट इक्वल देखिने गरी घटाउँदै लगेका छौँ र यतिसम्म भएको छ। हामीले चाहिँ अब टोटल 6 वटा स्टिच बाँकी हुने गरी डिक्रिज गर्नुपर्नेछ। त्यसपछि चाहिँ हामी 6 वटा स्टिचको डबल क्रोसेटको स्ट्र्याप बनाउनेछौँ। यसरी नै हामी जबसम्म कि 6 वटा स्टिच बाँकी हुँदैन यो रोहरूमा त्यो बेलासम्म घटाउँदै लानेछौँ। म 6 वटा स्टिचसम्म डिक्रिज गरिसकेपछि देखाउनेछु। यसरी यो रोहरू कम्प्लिट भइसकेको छ र देख्न सक्नुहुन्छ यसरी मजाले सेप फर्मेसन भइसकेको छ। अनि टोटल मैले डिक्रिज गर्दै गर्दै लगेर टोटल 6 वटा डबल स्टिच मात्रै बाँकी हुने गरी घटाइसकेको छु। यसपछि भने कुनै पनि डिक्रिज अथवा इन्क्रिज गर्नु पर्दैन। टोटल 7 वटा डबल क्रोसेट बनाउन जाँदैछु। 1 2 3 4 5 6 7 ओके 7 वटा। 1 2 3 4 5 6 अनि यो भयो 7। टोटल 7 वटा डबल क्रोसेट। यसरी नै टोटल 7 वटा डबल क्रोसेटको स्ट्र्याप। यदि तपाईहरुलाई योभन्दा मोटो स्ट्र्याप चाहिन्छ भने जतिको मोटो चाहिन्छ त्यतिमै स्टप गर्न सक्नुहुनेछ भने योभन्दा पातलो ठीक लाग्छ भने अझै घटाउन सक्नुहुनेछ। अहिले चाहिँ म टोटल 7 वटा डबल क्रोसेटको स्ट्र्याप बनाउन जाँदैछु। यो स्ट्र्याप चाहिँ अगाडि पार्टबाट बेरेर पछाडिको पार्टमा गएर बान्नुपर्ने भएर अलिक लामोवाला नै स्ट्र्याप बनाउनु पर्नेछ। त्यसैले म अलिकति लामो स्ट्र्याप बनाएर हजुरहरूलाई देखाउने छु। मैले चाहिँ स्ट्र्याप कम्प्लिट गरिसकेको छु। स्ट्र्याप चाहिँ कति लामो बनाएँ भनेर देखाउनु पर्दा चाहिँ मैले यो जुन
7वटा डबल क्रोसेट छ, त्यही यतादेखि यसरी गरेर ठ्याक्कै त्यसको डबल बनाएको छु। यो जुन टपको लेन्थ छ त्यति नै। अनि मैले चाहिँ यो मेरो बडीमा मेजर गरेर यति पार्ट चाहिँ मैले यो टाई गर्न हुने गरी नै बनाएको छु भने तपाईँले आफ्नो लेन्थ अनुसार बनाउँदा हुन्छ। सकेसम्म एक्स्ट्रा अलि लामो राखेको बेटर हुन्छ, किन भन्दाखेरि कहिलेकाहीँ हामी मोटायो भने पनि एकदमै ठिक हुन्छ। अब चाहिँ म यो स्ट्र्यापलाई एन्ड गर्न जाँदैछु यताबाट नै। एन्ड गर्नको लागि चाहिँ यो हाम्रो डबल क्रोसेट कम्प्लिट भयो। अनि यो कम्प्लिट भएको डबल क्रोसेटबाट एउटा चेन लिने अनि यसबाट कट गरिदिने। यो हाम्रो फ्रन्ट पार्ट भयो। अब हामीलाई चाहिँ ब्याक पार्ट जुन छ त्यसको लागि बनाउनु पर्ने हुन्छ। ब्याक पार्ट बनाउनको लागि चाहिँ हामीले सबैभन्दा सुरुमा चाहिँ यो कुन चाहिँ पार्टमा कुन चाहिँ साइडको लागि बनाएको हो त्यो चाहिँ फिगर आउट गर्नुपर्ने हुन्छ। सो मैले चाहिँ यो पार्ट चाहिँ राइट साइडमा लगाउन लागेको छु, अथवा यो चाहिँ फ्रन्ट साइड भयो भने यो चाहिँ राइट पार्ट भयो, यसरी बस्छ भने। अब हामी लेफ्ट साइडको वाला पार्ट बनाउने छौँ। लेफ्ट साइडको पार्ट चाहिँ यस्तो हुनेछ, मतलब कि लेफ्ट साइडको यो भयो, यसरी बस्छ, अनि राइट साइडको यो भयो अनि यसरी बस्छ। सो म चाहिँ दुईटा पार्ट नै फरक फरक कलरको बनाउन जाँदैछु भनेपछि एउटा येल्लो हो भने अर्को वाइट हुनेछ। त्यसैले यो येल्लो पार्टको ब्याक पार्ट बनाउनको लागि चाहिँ हामी यो जुन राइट साइड छ, रङ साइड चाहिँ यो हो भने रङ साइडमा देख्न सक्नुहुनेछ धेरै यो धागो नटहरू गरेर जोडाएको छ। हामीले काम गर्ने भनेको यो साइडमा हो। यसरी नै काम गर्नुभयो भने तपाईँहरूलाई सजिलो हुनेछ, नत्र भए यो एकदमै कन्फ्युजिङ छ। सो स्टार्ट गर्नको लागि म चाहिँ यो पार्ट यसरी राख्दैछु भनेपछि यो ब्याक पार्ट बनाउनको लागि जोइन चाहिँ हामी यो पार्टमा गर्नेछौँ, अथवा काम चाहिँ यो पार्टमा गर्नेछौँ। यो पार्ट यसरी बस्छ। सो अब चाहिँ यसरी काम गर्छौँ। यो जुन धागो छ यसमै जोइन गर्दा पनि मिल्थ्यो, तर मसँग इनफ लामो धागो छैन, त्यही भएर यसलाई इग्नोर गरेर म यो जुन लुप छ यो अलरेडी भएको लुप त्यसमा म धागो छिराउँछु अनि एउटा स्लिप नट बनाउँछु। स्लिप नट बनाइसकेपछि चाहिँ यो पालबाट निकालिदिनेछु। अब यसपछि भनेको काम चाहिँ म यो धागोहरूलाई रङ साइडमा नै बस्न दिनको लागि यसरी यो साइडमा लिएर आउँदैछु र एउटा चेन बनाउँदैछु। यो चेन चाहिँ हाइट दिनको लागि मात्रै हुनेछ भने यसपछि म टोटल 8वटा जति नै, यसमा मैले बनाएको छु 7वटा डबल क्रोसेट भने म पछाडिको ब्याकको स्ट्र्याप चाहिँ 8वटा डबल क्रोसेटले बनाउन चाहन्छु। त्यही भएर अब टोटल 8वटा चाहिँ स्टिचहरू बनाउनेछौँ। त्यसमा पनि डिफ्रेन्ट डिफ्रेन्ट स्टिचहरू, जस्तै कि सबैभन्दा सुरुमा म बनाउन जाँदैछु एउटा सिङ्गल क्रोसेट, एउटा सिङ्गल क्रोसेट, अर्को पनि एउटा सिङ्गल क्रोसेट, सिङ्गल क्रोसेट, टोटल 2टा स्टिच भयो। अब त्यसपछि भने म बनाउन जाँदैछु एउटा हाफ डबल क्रोसेट। हाफ डबल क्रोसेटको लागि चाहिँ हामी सियोमा धागो बेर्छौँ, लुपमा छिराएर धागो निकाल्छौँ। टोटल 3टा धागो हुन्छ। 3टाबाट 2टा नबनाइकन एकैचोटि एउटा धागो बनाउँछौँ। यसरी हाफ डबल क्रोसेट बनाएँ एउटा, योसम्म 3टा स्टिच भयो। त्यसपछि फेरि एउटा हाफ डबल क्रोसेट अर्को लुपतिर, यसरी हाफ डबल क्रोसेट। टोटल 4वटा भइसकेको छ यसमा स्टिचहरू। टोटल 4वटा पछि अब हामी बनाउँदैछु एउटा डबल क्रोसेट, एउटा अनि फेरि अर्को एउटा डबल क्रोसेट। टोटल 6वटा भइसकेको छ। यदि तपाईँहरूलाई एक्स्ट्रा स्टिच बनाउनु मन छैन भने यसलाई एउटा स्टिच गन्दा पनि हुन्छ, जुन हामीले सुरुको लाइनमा एउटा
चेन बनाएका छौँ त्यसलाई। सो म अहिले चाहिँ त्यसै आधारमा एउटा यसलाई स्टिच गरेर टोटल 8वटा बनाउन जाँदैछु। अब चाहिँ हामी ट्रिपल क्रोसेट बनाउँछौँ। ट्रिपल क्रोसेटको लागि 2 चोटि धागो बेर्ने। यसरी 2 चोटि धागो बेरिसकेपछि भने हामी एउटा लुपबाट धागो निकाल्छौँ। टोटल हामीसँग 4वटा धागो हुन्छ। 4वटाबाट 3टा बनाइदिने। टोटल 3टा भयो। 3टाबाट 2टा, 2टाबाट एउटा। यसरी हामी टोटल 8वटा स्टिच काउन्ट गर्छौँ। सो 8वटा स्टिचको लागि 1 2 3 4 5 6 7 8। सो हामीले जुन फर्स्टमा जुन एउटा सिंगल क्रोसेट बनाउनुभन्दा अगाडिको एउटा चेन लिएका छौँ त्यससम्म गरेर हामीले टोटल 8वटा स्टिच गर्नेका छौँ। यो पार्ट मात्रै हो यस्तो। यसपछि भने हाम्रो सबै पार्टहरू चाहिँ डबल क्रोसेटमा बनाउने छौँ। डबल क्रोसेट जसरी हामीले यो जुन स्ट्र्याप बनाएका छौँ त्यसरी नै 8वटा डबल क्रोसेटको स्ट्र्याप बनाउने छौँ। अब फेरि एउटा चेन लिएपछि ब्याक लुपमा डबल क्रोसेट, अर्को डबल क्रोसेट, 3, यसमा 3टा भयो। 4वटा डबल क्रोसेट, 5 6 7वटा डबल क्रोसेट। मैले यसरी यो जुन एउटा चेन छ त्यसलाई पनि काउन्ट गर्नुको कारण चाहिँ यसरी अस्कल्टो देखिन्छ, त्यही भएर यसलाई पनि गनेको हो। यसपछि चाहिँ हामी दुईटै लुपमा छिराएर डबल क्रोसेट बनाउँछौँ। यो चाहिँ एकदमै गाह्रो हुनसक्छ, त्यसैले अलिकति केयरफुल भएर गर्नु होला। सो यो चाहिँ योसम्म 8वटा डबल क्रोसेट। यसको मोटाइ चाहिँ योभन्दा हल्का 1 स्टेज मात्रै मोटो हुन जान्छ। सो यस्तो भयो। अब यसपछिको पार्ट भने हामी सबै सिमिलर नै गर्नेछौँ, कुनै पनि इन्क्रिज अथवा डिक्रिज नगरिकन। स्टिचहरू पनि कुनै चेन्ज हुँदैन, त्यसैले डबल क्रोसेट बनाउँछौँ। 2वटा डबल क्रोसेट, 3टा डबल क्रोसेट, 4 5 6 7 अनि 8। सो यो चाहिँ मैले भनिसकेँ, यो राइट साइडको पार्ट हो, त्यसैले यो चाहिँ यस्तो हुन्छ। यो फ्रन्ट पार्ट हो, यो रङ साइड भयो, यो चाहिँ राइट साइड भयो। सो यसरी नै म अब टोटल यो रोजहरूमा यो मैले 1 2 3टा रो कम्प्लिट गरिसकेको छु भने अब बाँकी अरू रोहरू चाहिँ टोटल 38वटा ब्याक स्ट्र्याप बनाउँदैछु। अनि 38वटा ब्याक स्ट्र्याप बनाइसकेपछि चाहिँ म त्यतिकै छोडिदिन्छु भने अनि अर्को पार्ट जुन चाहिँ वाइटमा रहेको छ त्यो स्टार्ट गरेर सेम टु सेम यसरी नै म सुरु गर्छु। मैले टोटल 14वटा रोहरू कम्प्लिट गरेको छु। यो भयो, यस्तो देखिएको छ अहिलेसम्मलाई, र बाँकी रोहरू कम्प्लिट गर्नेछु। अब नेक्स्ट पार्ट भनेको वाइट पार्टको लागि पनि हामी सेम स्टेपहरू फलो गर्नेछौँ, यतादेखि यतासम्म। अनि लास्टको एन्डिङ पार्ट अथवा यो ब्याक स्ट्र्यापको पार्ट मात्रै चेन्ज हुनेछ, त्यसैले म तपाईँहरूलाई वाइट पार्ट यहाँदेखि यतासम्म बनाइसकेपछि यो जुन पार्ट हुन्छ यो स्ट्र्यापको पार्टमा देखाउने छु। अब यो येल्लो पार्टको राइट साइडमा स्ट्र्याप जोडिएको छ भने वाइट पार्टमा चाहिँ लेफ्ट साइडबाट कनेक्ट हुन्छ, त्यसैले म अब वाइट पार्ट यतादेखि यतासम्म बनाइसकेपछि देखाउने छु। सो तपाईँहरू पनि वाइट पार्ट बनाइसकेपछि आउनुहोला। मैले वाइट पार्ट कम्प्लिट गरिसकेको छु। यो चाहिँ यसरी लेफ्ट साइडबाट हुन्छ र म यो साइडमा स्ट्र्याप बनाउन जाँदैछु। ब्याक पार्टको लागि स्ट्र्यापको लागि चाहिँ एउटा लुपमा
सियो छिराउने, सियो छिराइसकेपछि स्लिप नट बनाइदिने। यो स्लिप नट बनाइसकेपछि यो सबै प्रोसेस चाहिँ येल्लो पार्टमा जसरी नै स्टार्ट हुन्छ। यो भयो एउटा चेन, त्यसपछि टोटल 2टा अथवा 3टा जति सिंगल क्रोसेट बनाइसकेपछि 2टा हाफ डबल क्रोसेट, 2टा हाफ डबल क्रोसेट बनाइसकेपछि हामी बनाउँछौँ 2टा डबल क्रोसेट, 2टा डबल क्रोसेट बनाइसकेपछि चाहिँ हामी बनाउँछौँ एउटा ट्रिपल क्रोसेट। मैले यसमा 2टा हाफ डबल क्रोसेट बनाइसकेको छु। अब चाहिँ म 2टा डबल क्रोसेट बनाउन जाँदैछु। यो एउटा डबल क्रोसेट, अब यो अर्को डबल क्रोसेट, यसपछि चाहिँ म एउटा ट्रिपल क्रोसेट बनाउन जाँदैछु। यो भयो ट्रिपल क्रोसेट। यो स्ट्र्यापको स्टार्टिङमा यस्तो गर्नुको कारण चाहिँ यो दुईटै पार्ट जुन छ सिमिलर भएर जुन इन्क्लाइन पार्ट छ त्यसलाई मेजरमेन्ट मिलोस् भनेर हो। यसपछिको पार्ट भने चाहिँ हामी टोटल 8वटा डबल क्रोसेटको 38वटा रोज बनाउने छौँ। यो 38वटा रोज चाहिँ हामीले येल्लो पार्टमा जसरी बनाएको थियौँ त्यसरी नै बनाउने छौँ। यो येल्लो र व्हाइट पार्टको ब्याक स्ट्र्यापको लागि चाहिँ सेम मेजरमेन्ट हुनेछ। मैले दुईटै पार्ट कम्प्लिट गरिसकेको छु, देख्न सक्नुहुनेछ। यो चाहिँ ब्याक स्ट्र्याप भयो, यो फ्रन्टको पार्ट भयो, अनि दुईटै चाहिँ सिमिलर देखिरहेको छ। फरक यति हो कि यसको लेफ्ट साइडमा छ भने यसमा हामीले रङ साइड देख्न सक्छौँ, यसको पनि रङ साइड देख्न सक्छौँ। दुईटैको यो फ्रन्ट पार्ट भयो, अनि यो एउटा राइट साइडमा स्ट्र्याप छ, अर्को लेफ्ट साइडमा स्ट्र्याप छ। यो चाहिँ उल्टापट्टि हेर्दा यस्तो देखिन्छ। हामीले जोड्नको लागि चाहिँ यो जुन स्ट्र्याप र जुन बान्ने डोरी र ब्याक स्ट्र्यापमा चाहिँ नजिक हुने होला। यो चाहिँ ब्याक स्ट्र्याप भयो। यो चाहिँ यसरी जोडिनेछ, यतापट्टि यता जोडिनेछ भने अर्कोपट्टि उतापट्टि जोडिनेछ। अब चाहिँ म फर्स्टमा येल्लो स्ट्र्याप चाहिँ व्हाइट फ्रन्ट पार्टसँग जोडेर देखाउँदैछु। यो चाहिँ यसरी बस्छ, अनि यसमा चाहिँ हामी नर्मल स्लिप नट अथवा सिंगल क्रोसेट बनाएर जोड्नेछौँ। यो जुन स्ट्र्याप छ त्यसमा जोड्नको लागि सुरुभन्दा पहिले हामी 8वटा स्टिच गरेर सियो छिराउनेछौँ, अनि जुन त्यो लुप बाँकी छ येल्लो पार्टमा त्यो धागो निकालिदिनेछौँ। यसरी यो धागो चाहिँ यो लुपबाट जुन 8वटा पाल हुन्छ 8th पाल त्यसबाट निकालिदिनेछौँ, अनि एउटा सिंगल क्रोसेट यो चेन लियौँ। चेन लिइसकेपछि चाहिँ अब अर्को नेक्स्ट पालमा, त्यही पालमा होइन कि नेक्स्ट पालमा सियो छिराउने, अनि नेक्स्ट स्टिचमा यसरी सियो छिराएर सिंगल क्रोसेट बनाउने। अहिले चाहिँ मैले स्लिप स्टिच लिएको छैन, यो चाहिँ मैले सिंगल क्रोसेटले नै जोड्न लाग्दैछु। यसरी नै बाँकी स्टिचहरू पनि एक एक गर्दै सिंगल क्रोसेट गर्दै यसरी जोड्दै जानुपर्छ। तपाईँहरूलाई यो बाहेक अरू कुनै मेथड सजिलो लाग्छ भने त्यो मेथडबाट जोड्न पनि सक्नुहुनेछ। यसरी यो जोड्ने बेलामा चाहिँ उल्टा पार्ट र सुल्टा पार्ट छुट्याइने गरी उल्टा उल्टा साइडमा जोड्नु होला, अनि सकेसम्म 8वटै डबल क्रोसेटमा यो लुपहरूमा काम गर्न नबिर्सिनु होला, सकेसम्म अचकल्टो नदेखिने गरी। यो चाहिँ मेरो लास्टको स्टिच हो। यो लास्टको स्टिचमा चाहिँ म डबल गर्दैछु, अलिकति यो काम सिक्योर देखाउनको लागि। यसरी दुईटैमा छिराएर लास्टमा चाहिँ मैले एउटै पालमा 2चोटि सिंगल क्रोसेट बनाएको छु। अब चाहिँ एउटा चेन लिएर म यो धागो कट गरिदिनेछु। यसरी नै अब हामी नेक्स्ट पार्ट पनि जोड्नेछौँ। यो भयो रङ साइड, अनि यो रङ साइडमा चाहिँ म यो धागो लुकाउन जाँदैछु। एउटा नट बनाएर यो यतिकै छोडिदिन्छु। अब म यो बाँकी रहेको काटिदिन्छु र यो यस्तो देखेको छ रङ साइडमा, अनि नेक्स्ट पार्ट भनेको चाहिँ यही राइट साइडमा जोड्नुपर्छ। यो राइट साइडमा यसरी दुईटा टाँसेर जोड्ने, किन भन्दाखेरि यो रङ साइड चाहिँ क्लियरली देखिने गरी चाहिँ जोड्नुपर्छ। फर्स्टमा हामी राइट साइड र राइट साइड जोडेर 8वटा स्टिच गर्छौँ, अनि 8वटा स्टिच भइसकेपछि सियो छिराउँछौँ। सियो छिराइसकेपछि यो बाँकी भएको जुन लुप छ त्यसलाई सियोले तानेर निकालिदिन्छौँ। त्यसपछि जुन बाँकी भएको लुपहरू छन् त्यसमा सिंगल क्रोसेट बनाउँदै व्हाइट पार्टको पनि एउटा लुप अनि येल्लो पार्टको पनि एउटा लुपमा सियो छिराएर सिंगल क्रोसेट बनाउँदै यो पार्ट चाहिँ यसरी जोड्दै कम्प्लिट गर्छौँ।
यो साइडमा पनि लास्टको जुन पार्ट छ त्यसमा चाहिँ म एउटै पालमा डबल काम गर्न गइरहेको छु, यानि कि एउटै पालमा दुईटा सिंगल क्रोसेट बनाउन जाँदैछु। यसरी पहिले जसरी नै लास्टको पार्टमा दुईटा सिंगल क्रोसेट गरेर एउटा चेन लिएर कट गरिदिने, अनि यो बाँकी रहेको धागो चाहिँ लुकाइदिने। यो भयो रङ साइडमा यो बाँकी धागो मैले लुकाइदिएँ। अब चाहिँ हाम्रो प्रोजेक्ट रेडी भयो, टडा। यो चाहिँ क्रिस क्रस भयो, पछाडिको स्टाइल, अगाडि चाहिँ नर्मल भयो। हेर्दाखेरि यस्तो देखिए पनि लगाउँदा राम्रो देखिन्छ। अनि यदि तपाईँलाई यो कसरी लगाउने भनेर भिडियो चाहिन्छ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। यदि तपाईँले यो टप बनाउनु भयो भने मलाई टिकटक अथवा इन्स्टाग्राममा ट्याग गर्न नभुल्नुहोला। थ्याङ्क यू। सी यू इन द नेक्स्ट भिडियो।